शिक्षक मित्रगणहरूलाई म यहाँबाट भेटिरहेछु। आदरणीय भानु लक्ष्मण सर अनि अन्य मेरा शिक्षक मित्रहरू पनि आजको यस पावन तिथिमा उहाँको उपस्थिति भएको छ। रूपमा उहाँलाई मुख्य द्वारमा हाम्रा स्थानीय धर्मगुरुजनको तर्फबाट हाम्रो धार्मिक वाद्यवादक थुकाइबाट उहाँलाई हामी यहाँ स्वागत जनाइरहेको। बाटोको दुईपट्टि चेतन महायाना बौद्ध साधना सङ्घका आदरणीय आनीजनहरू खदालिएर परम्परा रिम्पोचेको स्वागतमा हुनुहुन्छ भने सम्पूर्ण धर्म मित्रगणलाई आजको यस पावन अवसरमा गुरुको कृपा सधैँ बनिरहोस् भन्ने कामना राख्दछु। हे कृपालु गुरु हामीलाई ध्यान गर्नुहोस्। हे दयावान गुरु हामीलाई परम आशीष दिनुहोस्।
आजको थप एउटा विशेष कार्यक्रम परम पावन क्याब्जे नमो तस्य भगवते अरहते सम्बुद्धाय Sangye choy dang choki choy nam la jan chu pado dani kya sung che lagi jin chu gi pe so nam ki dola kin chu sangye du banan chu sangye choy dang choki choy nam la jan chu pado dani kya sung che Lagi jinsu gipe sonangi dola kencho sange duwaranchu sange cholan choki chonam la jancho bado dani kyaso se lagi jinsu gipe sonangi dola kencho sange duwaranchu दुई 2517 बुद्ध जयन्ती समारोह अत्यन्तै पावन रोप्ने काम हामीले यो रोप्ने कार्यक्रम 3 वर्ष अघिदेखि नै गुम्बामा हामीले गर्दै आएका छौँ र नानीहरूले धेरै बुद्ध शिक्षाका ज्ञानहरू पाइसकेका छन् अनि समय समयमा पछि हाम्रो तामाङ बौद्ध सङ्घ अनि
भानिपा सङ्घको तर्फबाट हामीले निमन्त्रणा गरेका थियौँ र उहाँले हाम्रो निमन्त्रणलाई आत्मबाटै स्वीकार गरेर आउनुभयो र उहाँलाई 2017 बुद्ध जयन्ती समारोहमा उहाँलाई हामी आन्तरिक हृदयबाट स्वागत जनाउने र हाम्रो अभिनन्दन पनि उहाँलाई टक्राउँदछौँ र त्यस्तै प्रकारले हाम्रा आजका यो 2017 बुद्ध जयन्तीमा समारोहमा उपस्थित भएका हाम्रा अथवा आमन्त्रित गर्नुभएका हाम्रा विशिष्ट अतिथि भर्खरै मात्र उहाँले खेम्बो भएको हुनुहुन्छ। उहाँको शुभ नाम चाहिँ लोपेन कर्म नामदोल तामाङ हुनुहुन्छ, जो आज यहाँ विराजमान छ हामीसँग। र उहाँ पछि हाम्रा सन्जु लामा बहिनी अथवा छोरी भनौँ, उहाँ पनि आउनुभएको छ सिलगढी, उहाँलाई पनि हार्दिक स्वागत जनाउँछौँ। त्यस्तै प्रकारले हाम्रा विशेष गरी आज 5 जना हाम्रा विशेष अतिथि हुनुहुन्छ। उहाँ हुनुहुन्छ हाम्रा जेएस योन्जनज्यू, जसले हालमै भारत उहाँ भर्खरै भारत सरकारबाट पद्मश्री पुरस्कारले विभूषित हुनुहुन्छ र उहाँका श्रीमती हाम्रा दिदीलाई हार्दिक स्वागत जनाउँदैछौँ। त्यस्तै प्रकारले हाम्रा पेदोङका एनटी लामाज्यू, जो वरिष्ठ हाम्रा समाजसेवक, जो चाहिँ हामीसँगै अहिले उहाँ हुनुहुन्छ र उहाँका श्रीमतीलाई पनि हामी तामाङ बौद्ध सङ्घको तर्फबाट हार्दिक स्वागत जनाउँदछौँ। त्यस्तै प्रकारले हाम्रा ललित गोलेज्यू, जो नाटक क्षेत्रमा हुनुहुन्छ र उहाँले हास्य नाटक लेख्नु भएको छ, जुन चाहिँ नाटक आज भारतमा मात्र नभएर जहाँ जहाँ नेपालीहरू बसेछन् विदेशमा, त्यहाँ पनि उहाँको यो जुन चाहिँ नाटक छ अति नै चर्चित भएको छ र उहाँले नाटकको क्षेत्रबाट धेरै हामीलाई सन्देश पनि दिनुभएको छ र जुन सन्देशले गर्दा आज हामी गोर्खा जातिलाई अथवा नेपाली जातिलाई कसरी हामीले हाम्रो समाज बनाउनुपर्छ अथवा हाम्रो समाजलाई कसरी टेवा दिनुपर्छ र आउने युवतीहरूलाई कसरी हामीले राम्रो समाजमा राख्ने हो अथवा राम्रो समाज बनाउने हो भन्ने कुरो चाहिँ उहाँको हास्य नाटकबाट हामीले धेरै हाँस्दै धेरै हामीले सन्देश पाएका छौँ र उहाँलाई पनि आजको 2517औं बुद्ध जयन्ती समारोहमा हार्दिक स्वागत जनाउँदैछौँ। र त्यस्तै प्रकारले हाम्रा अशोक दोङज्यू, जो हाम्रो तामाङ बौद्ध सङ्घको एकजना अति कर्मठ हाम्रो सदस्य हुनुहुन्छ, उहाँलाई पनि यहाँ आज यस मञ्चमा उहाँ बसिरहनु भएको र उहाँलाई पनि हामीले आजको यो सम्बोधनमा राखेका छौँ र उहाँलाई पनि हामीले सम्बर्धना दिने हामीले अनुरोध गरेका छौँ। र उहाँ पनि एकजना अति नै अवकाशप्राप्त गुरु भएर पनि अहिले हालमा उहाँले धेरै समाजमा अथवा धर्मप्रति र अन्य समाजमा धेरै सेवा पुर्याउनु भएको छ र उहाँलाई पनि हामी आन्तरिक हृदयबाट स्वागत जनाउँछौँ। त्यस्तै प्रकारले हाम्रा यहाँ अहिले हाम्रो सञ्चालक श्री रूपेन राई, उहाँलाई पनि हामीले पवन तिथिमा सबैलाई हार्दिक स्वागत जनाउँदै र आज यहाँ समक्षमा जुन चाहिँ सन्जु लामा, उहाँ चाहिँ सिलगढी निवासी हो। उहाँ चाहिँ मन्त्रीश्री युथ फाउन्डेसन भनेर बोलेको छ मैत्री मानिस बौद्ध सङ्घले, जसको चाहिँ अगुवाई गर्नुहुन्थ्यो श्रीमती सपना जिम्मा। उहाँ सानै उमेर बितेर जानुभयो र उहाँको अगुवाईमा जुन मन्त्रीश्रीको यो गठन भएपछि त्यहाँ सिलगढी नानीहरूले यो धर्म उसमा धेरै उनीहरू अग्रसर भइसकेको छ।
र यो सन्जु नानी केवल गाउनु मात्र होइन, उहाँ एउटा राम्रो आर्टिस्ट पनि हुनुहुन्छ र उहाँले भर्खरै सिलगढी कलेजबाट पोल साइन्समा अनर्स गर्नुभएको छ है। र हाम्रो सिलगढीमा विभिन्न जग्गामा हामी टिचिङ गर्दाखेरि चाहिँ यो नानीलाई हामी गाउन लाउँछौँ अरू नानीलाई उत्साहित गर्नु लागि। र हामी सिलगढीमा चाहिँ हाम्रो के इम्फेसिस छ भने चाहिँ पूजाआजाभन्दा चाहिँ बेसी हामी टिचिङमा गराउँछौँ। हिजो अस्ति पनि धर्मशालाबाट आएर कलेज चन्द्र बौद्ध जो हिज होटेज दयाल लामाको हिन्दी अनुवाद हुन्छ, उहाँले पनि यो के अरे बोधिसत्वको 37 आचरणमा 4 दिन उहाँले टिचिङहरू दिनुभयो र त्यसमा नै यो नानीले जहाँ पनि भाग लिन्छ अनि सम्बोधी भाषा पनि सिक्दैछ र पोहोर हामीले सम्बोधी भाषा क्लास पनि राख्नु भएको थियो। यो नानीहरूले 6 दिनमा मजाले टिपेको छ र आज तपाईँको समक्षमा हाम्रो परम पूजनीय छङ्गे लिम्बूजीको यो 49औं जन्मदिवसमा आनी छोइको गीत उहाँलाई नै समर्पण गर्दछौँ र तपाईँले श्रवण गरिदिने म अनुरोध Oh